हाई गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म तपाईहरुलाई यो मूल खर्कको बजार देखाउँदैछु हैन। साथीहरु हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँको मौसम हेर्नु क्या। मौसम बजार त त्यस्तै हो। यहाँ यस्तो कुल हुन्छ नि साथीहरु। यहाँ बाह्रै मास बाह्रैकाल यस्तो दामी ठाउँ छ कि यहाँ के भनेर। ओ माई गड, यहाँ त नि यहाँ यो ठाउँमा त छोडेर जानै सकिँदैन क्या। इभन म पनि तल घर नगएको कारण चाहिँ यहाँको यो मौसम यो वातावरण छोड्न नसकेर हो क्या। तल चाहिँ हाम्रो यस्तो गर्मी हुन्छ कि यस्तो धेरै गरम हुन्छ क्या गाइज। अनि यहाँ चाहिँ यस्तो कुल हुन्छ। अब यहाँ बस्ने बानी भयो त अब घरमा कसरी बस्न सक्ने हैन। जस्तै अब 2-4 दिन अगाडि तराई गरेर आएको यस्तो गर्मी हैन गाइज। म त घर पनि ननिस्किकन डाइरेक्ट यहाँ आएको। यस्तो चिसो छ नि त यहाँ। अनि अब तल त कसरी बस्न सक्नु है। अनि अब यो हप्ता नि घर गएन साथीहरु। ल अब मेरो कुराहरु त्यस्तै हो। यहाँ हेर्नु त, वाउ, बजार आज मूल खर्क बजारको भ्यू देख्न सक्नुहुन्छ। तर आज मात्र हैन, बाह्रैकाल यस्तै हो यो मूल खर्क बजारको भ्यू चाहिँ। अनि यहाँ यो जुन यो टनल देखिराख्नु भएको छ नि साथीहरु, यो चाहिँ हाम्रो पौरपालिकाबाट यो कृषिले के भन्छ, कृषिको यो यहाँ मात्र कृषिको भवन छ। उहाँहरूले नै सरहरूले यो भर्खरै टनल लाउनु भएको, भर्खर 1 महिना पनि भएको छैन हैन। अनि पट्टि र देख्न सक्नुहुन्छ यो चाहिँ विनोद मावि स्कुल हो हैन। अनि त्यहाँ माथि छत्रेश्वरी पनि थियो। अहिले त विनोद मावि र छत्रेश्वरी एकै ठाउँ भएको छ। अनि यो सब बजार हो गाइजहरु। यो देख्न सक्नुहुन्छ तपाईहरुले यो बजार। अनि त्यो पल्लो भवन छ नि जुन, त्यो चाहिँ हाङखुङ क्लबको भवन हो भने यो भवन छ नि, यो चाहिँ रेड क्रसको भवन हो साथीहरु। अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ पशु सेवा शाखाको भवन हो र अर्को नि पल्लो चाहिँ कृषिको भवन हो गाइजहरु। यहाँ चाहिँ यो भवनहरु चाहिँ पुरानो भवन हो, तर यस्तो दामी भवन छ नि। यो भवन चाहिँ चैनपुरमा मैले देखाएको थिएँ। अनि अन्त मैले शङ्खसभामा चाहिँ देखेको छैन। अब अन्त कहाँ छ तपाईहरुले कमेन्ट गर्नु होला हैन। यहाँ हेर्नु त कस्तो दामी भवन छ क्या। पहिलेको जमाना भए पनि कस्तो राम्रो डिजाइन गरेर बनाएको है। ओ माई गड। अनि विशेष गरेर चाहिँ आज म तपाईहरुलाई के भन्न आएको भने यहाँको यो मौसम हेर्नु न के गाइज, कस्तो राम्रो के। यहाँनिर चाहिँ बाह्रै मास यस्तो दामी हुन्छ नि। यहाँ चाहिँ जहिले यस्तो चिसो मौसम हुन्छ कि यहाँ उँधो त यहीँ तल, यहाँ अलिक तलबाट ओखरघोटे बजारबाट तल गएपछि कस्तो गर्मी हुन्छ हाम्रै घरतिर। तर यहाँ चाहिँ वाउ यस्तो कुल हुन्छ नि। अब म चाहिँ तपाईहरुलाई यहाँ तल ग्राउन्ड पनि भिजिट गराउने छु है गाइजहरु। हेर्दै गर्नु ल। मुभ लेट्स गो। ल गाइज, मैले चाहिँ तपाईहरुलाई देखाउँछु भनेको थिएँ नि। यहाँ यो भवनदेखि स्टार्ट गरे हैन। यो चाहिँ पहिलाको बोर्डिङ हो हैन। अहिले चाहिँ यहाँ उहाँ जो बोर्डिङ धनीहरु नै बस्नुहुन्छ। अनि ल लेट्स गो मुभ। अब यो देख्न सक्नुहुन्छ तपाईहरुले, यो चाहिँ हाम्रो वाडा त्यहाँ छ उता। अनि यो यता आउँदा देख्न सक्नुहुन्छ तपाईहरुले, यो चाहिँ भवन हो क्या। यो सरी भवन के को भवन भन्दाखेरि यो चाहिँ ग्राउन्ड हो क्या। यहाँनिर चाहिँ फुटबल पछि माघमा जहिले सरस्वती पूजादेखि स्टार्ट हुन्छ यहाँनिर चाहिँ मेला लाग्छ साथीहरु। अनि यता चाहिँ हाम्रो यो मादी मूल खर्क 3 नम्बर वाडाको वाडा कार्यालय हो। देख्न सक्नुहुन्छ तपाईहरुले। कोही अब वाडामा आउँदै हुनुहुन्छ भने पनि वाडा चाहिँ ठ्याक्कै रोडबाट अलिकति तलतिर कति छ त, लगभग समथिङ त्यति नै होला। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ हामी चाहिँ यो मेलाको बेला चाहिँ हामी यहाँ वारपार बसेर हेर्छौँ है साथी। यहाँ यस्तो दामी हुन्छ नि। यो माथिको डिलबाट चाहिँ हामी यहाँ बसेर हेर्छौँ भने पारीको भ्यू त झन् ओ माई गड देखिरहेछ। वाउ, हेर्नु त यहाँ पारीपट्टिको भ्यू यस्तो दामी छ नि गाइजहरु। त्यो चाहिँ पारीपट्टि जुन छ त्यो ताँथोक देखिरहेको छ, यतापट्टिको तेलदुको। अनि यहाँ तलको देखेको छ नि, यो चाहिँ यो टिभी हो। यो जुन लगाउनु भएको छ यो चाहिँ टिभीको बोटहरू हो। अनि खोर्सानी पनि छ। यहाँ चाहिँ चिसो ठाउँ हो नि त। ऊ देख्नुभयो अहिले मैले माथिको भिडियोमा कस्तो कुहिरो लागिरहेको छ। अब अहिले कहिले कुहिरो हट्यो है। अब फेरि एकैछिनमा लाग्छ। यहाँनिर त भन्नै सकिँदैन क्या साथी। यहाँ कति छिटो कुहिरो लाग्ने, कति छिटो हट्ने, एकछिनमा घाम लाग्ने, एकछिनमा पानी पर्ने। यहाँको त खोइ के हो वेदर पनि यस्तो दामी छ नि। ओ माई गड। अब देख्न सक्नुहुन्छ तपाईहरुले यो पारीपट्टि ऊ माथि मुडे बजार हो, त्यो धर्मदेवीको हो। अनि यो चाहिँ अब हामी यहाँ ग्राउन्डमा आइसकेको छौँ। तपाईहरुले हेर्दै हुनुहुन्छ होला। यो चाहिँ ग्राउन्डमा यसलाई के भन्छ, यस्तो यो बस्ने ठाउँ यसलाई चौतारी। यो चाहिँ
गेम हेर्नको लागि यो चौतारी बनेको छु भने यहाँ ओ माई गॉड यहाँ त आनन्द यहाँ त अझ गरेर चप्पल खोलेर यस्तो गर्ने हो क्या यहाँ त दामी छ दामी अनि अब यहाँ आएपछि यहाँ धेरै राम्रो छ साथी अनि अर्को म चाहिँ यहाँ आएपछि म जहिले चप्पल खोलेर अनि हिँड्छु यो ग्राउन्डमा साथीहरू हेर्नु होला अनि देखाइदिनुहोस् त माथिको भवन बजार है यो चाहिँ गाइज यो चाहिँ मूलखरको बजार है गाइज यो चाहिँ यसो राम्रो देखिरहेको क्या यहाँको मौसमै राम्रो लाग्छ कि मलाई यहाँको मौसम चाहिँ एकदम राम्रो लाग्छ है मेरो चाहिँ अब कार्यक्षेत्र यहाँ परेन है नत्र भने त अब निकै रमाइलो हुन्थ्यो मेरो खुट्टा खोज्छ रमाउँदै हुनुहुन्छ सिस्टर चाहिँ पर अनि यस्तै छ यहाँको मौसम चाहिँ है के गर्नु यस्तै छ हाम्रो ठाउँ यो चाहिँ हाङथुङ क्लबले निर्मित गरेको हो साथीहरू यो भवन चाहिँ देख्न सक्नुहुन्छ जुन तपाईँहरूले यो चाहिँ हाङथुङ क्लबको हो र यो पुरै आधा जति चाहिँ निर्माण भइसक्यो आधा जति चाहिँ बाँकी छ निर्माण हुन साथीहरू अनि यो देख्न सक्नुहुन्छ यो माथि चाहिँ हाङथुङको चुच्रो पनि देखिन्थ्यो तर आज चाहिँ कुहिरो लागेर हाङथुङको डाँडा देखिएको छैन अनि त्यो परको विनोद मावि स्कुल भइहाल्यो एकचोटि एकलट सर बजार देखाउँदै हुन्थ्यो साथी कस्तो दामी छ है तपाईँलाई कस्तो लागेन यहाँको वेदर देखेर मलाई त एकदम डाहा लागिरहेको छ डाहा यो अलिकति लान मिल्ने भए पनि म लिएर जान्थेँ क्या म प्लास्टिकमा प्याक गरेर पठाइन मिल्छ भने म भोलि तपाईँलाई कोसीले हालिदिन सक्छु है ल साथीहरू अब मैले तपाईँहरूलाई देखाइहालेँ होइन सर्टकटमा किनभने अहिले टाइम पनि अब सकिन लाग्यो नि त अब 6 कति बज्नु लागिसक्यो बेलुकाको अघि दिउँसो पानी परेको थियो त्यही भएर चाहिँ हामी यता आएनौँ अहिले चाहिँ अब यता आएको उहाँ हाम्रो गाइस त 4 चोटि भइसक्यो अरे तर म चाहिँ अघि माथिबाट झरेर भर्खर एकचोटि मात्रै हुँदैछ दिनको एकचोटि चाहिँ म पनि आउँछु होइन अब यति भन्दै आजलाई चाहिँ म बिदा हुन चाहन्छु लभ यु गाइज बाई